अहिले नेपालमा हिन्दू र मुस्लिम धर्मबीच भइरहेको झडप उग्र रूप लिएको छ। मध्य प्रदेशमा कर्फ्यू लागू भएसँगै धेरै ठाउँहरूमा घर जलाइएको छ, पसल लुटिएको छ र साथसाथै पहाडतिर पनि धेरै ठाउँहरूमा कर्फ्यू लागू भएको छ। यस्तो अवस्थामा पनि ससाना 10 वर्ष 12 वर्षका बच्चाहरू पनि भाटा लिएर बाटोमा निस्केका छन्। म गार्जियनहरूलाई के भन्न चाहन्छु, तपाईँहरू आफ्नो बच्चाको ख्याल गर्नुहोस्। तपाईँहरूको बच्चा स्कुल जाने बेलामा स्कुल पुग्यो कि पुगेन, कि बाटैबाट कतै आन्दोलनतिर गयो कि त्यहाँ भिडभाड हुन्छ, भागदौड हुन्छ, कतै लड्यो भने टाउको किचेला, केही होला, गोली चलिराखेछ, गोली लाग्ला। कृपया आफ्नो बच्चाहरूमाथि ध्यान दिनु होला। पहिले सावधान र सतर्क भएर बस्नुहोस्, भोलिको दिनमा गएर कुनै दुर्घटना नहोस् भन्ने अपेक्षा गर्नु। नेपालको अवस्था झन्डै बिग्रिँदै गएको छ। भोलिको दिन पनि नेपालै बन्द होला कि यतिकै पनि हामी 100-150 वर्ष पछाडि छौँ। अझै अब कति वर्ष पछाडि जाने हो थाहा छैन।